नेपाल विद्युत प्राधिकरण वीरगञ्ज वितरण केन्द्रको ग्राहक वर्गमा अनुरोध। विद्युतको नाङ्गो तारमा वा केबलमा हुकिङ नगराउँ। विद्युतको मिटर बाइपास गरी विद्युत चोरी नगरौँ। कुनै पनि प्रकारको विद्युतीय उपकरणहरू विद्युतको मिटर प्रयोग गरी मात्र प्रयोग गरौँ। विद्युतको बिल समयमा तिर्ने बानी बसालौँ र छुट रकम लिई जरिवाना तिर्नबाट बचौँ। 60 दिनभन्दा बढी बाँकी बक्यौता रहन गएमा तपाईँको विद्युतको लाइन जुनसुकै बेला काटिनेछ। वीरगञ्ज वितरण केन्द्र अन्तर्गत रहेका नगरपालिका गाउँपालिकाहरूमा जडान भएका सडक बत्तीहरू यस वितरण केन्द्रको प्रतिनिधिको रोहबरमा प्रमाणीकरण गरी मात्र प्रयोग गरौँ। दिनको समयमा सडक बत्तीको स्विच बन्द गरौँ तथा डाइरेक्ट जडान भएको सधैँ बलिरहने बत्तीको लागि फोन नम्बर 98550 19034 र 051 52 2050 मा जानकारी गराउँ। कसैले अनाधिकृत रूपमा विद्युतको चोरी गरेको भेटेमा तत्काल कार्यालयको फोन नम्बर 98550 26 942 मा खबर गरौँ। तपाईँको नाम गोप्य राखिनेछ। विद्युतको लाइनमा रुख ढलेको वा पोल भाँचिएको वा डिस्पिन पड्किएको वा आगोको झिल्का देखिएमा तुरुन्त अफिसको फोन नम्बर 98550 19034 र 051 52 2050 मा खबर गरिदिनु हुन अनुरोध छ। नेपाल विद्युत प्राधिकरण वीरगञ्ज वितरण केन्द्र पर्सा।